तपाईँलाई थाहा छ वचनले हामीलाई सधैँ आनन्द गर, म फेरि पनि भन्दछु आनन्द गर भनेर बाइबलले। तर हामी कति पटक हामी आनन्द रहन सक्दैनौँ। हामी कोसिस गर्छौँ खुसी रहने है, आनन्द गर्ने, तर सक्दैनौँ। किन भनेदेखिलाई तपाईँ र मेरो इच्छा अझै प्रभुको इच्छा भन्दा पनि माथि छ। सो हामी तबसम्म हामी खुसी रहन सक्दैनौँ जबसम्म हाम्रो इच्छा छ, हाम्रो चाहना छ, हाम्रो सपना छ। हो, सपना राख्नु राम्रो, इच्छा राख्नु, हाम्रो चाहना राख्नु राम्रो, नराम्रो कुरा होइन। तर प्रभुको वचन विपरीत हाम्रो चाहना हुनु हुँदैन, प्रभुको वचन विपरीत हाम्रो सपनाहरू हुनु हुँदैन, प्रभुको वचन विपरीत है, प्रभुलाई चाहिँ अलग राखेर, प्रभुको इच्छालाई चाहिँ अलग राखेर हाम्रो चाहनालाई हामीले बेसी बनायो भने कहिले पनि खुसी रहन सक्दैनौँ। तर प्रभुको चाहना भन्दा हाम्रो चाहना त तल छ, प्रभुको सपना भन्दा हाम्रो सपना तल छ भन्दाखेरि हामी यो सम्झन्छौँ कि ओहो प्रभुको इच्छा नै सबै कुरा हो, हामी खुसी रहन्छौँ है। तर हाम्रो इच्छा भएन, मेरो यो भएन, मेरो रोपनीको भएन, मेरो फल्न पुगेन, मेरो ऋण चुक्ता भएन, मेरो यो भएन, मेरो त्यो भएन भनेर प्रभुको इच्छा भन्दा हामीले बेसी हामीले गर्न थाल्यौँ भने आनन्दमा हामी रहँदैनौँ। जहिले निराशा, चिन्ता, फिक्री है, यी कुराहरूमा हामी जान्छौँ। बिस्तारै हामी डिप्रेसनमा जान्छौँ है, बिस्तारै बिस्तारै विभिन्न नराम्रो कुराहरूमा हामी फस्छौँ। सो फिलिपी 4:4 पद हाम्रो जीवनमा कहिले पुरा हुन्छ भन्दाखेरि तपाईँको कुनै इच्छा नै छैन, एउटै मात्रै इच्छा छ, प्रभुको इच्छा पुरा भयो भने मेरो इच्छा पुरा भयो। मेरो केही पनि इच्छा जे छ प्रभुको छ। यदि प्रभु मभन्दा माथि हुनुहुन्छ मात्रै पुरा, प्रभुको इच्छा मेरो इच्छा भन्दा माथि छ भने मात्रै पुरा। सो यसै कारणले गर्दा तपाईँ र मेरो इच्छा ठुलो सपनाहरू राख्नु पनि पर्छ, तर प्रभुको वचन विपरीत प्रभुको भन्दा ठुलो सपना कहिले पनि राख्नु हुँदैन। नत्र भने त्यो सपना पुरा भएन भने हामी प्रभुलाई दोष्छौँ, त्यो सपना पुरा भएन भने प्रभुलाई हामीलाई भन्छ प्रभु तपाईँले मलाई किन देख्नु भएन, तपाईँले मेरो सपनाहरू किन पुरा गर्नु भयो, हामी गनगन गर्छौँ। सो यसै कारणले गर्दाखेरि म तपाईँलाई भन्न चाहन्छु प्रभुको इच्छालाई सबैभन्दा माथि राख्नु, तपाईँ सधैँ आनन्दित रहन सक्नुहुन्छ। जय मसीह, सलाम।